है त्यही लेट्स लाएर फेरि पनि स्वागत छ हजुर मुनकामा ब्लगमा न्यू ब्लग सो थम्बनेलले थाहा पाइसक्नु होला आज चाहिँ हामी यो व्रतबन्ध छ भाइको र हजुरलाई स्वागत छ व्रतबन्धको भिडियोमा र साथै हजुर उपस्थिति नहुनु भए पनि हाम्रो भाइको व्रतबन्धमा उपस्थित नहुनु भए पनि भिडियोबाट हजुरहरू हेरेर रमाइलो लिन सक्नुहुन्छ सो आज चाहिँ हाम्रो भाइ निजलको अनि रोहनको र मनोजको भाइको व्रतबन्ध हो र एकदमै रमाइलो भयो सो प्लिज भिडियो अन्तिमसम्म हेर्नुहोला साथसाथै लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला है अनि मैले चाहिँ धेरै भिडियो क्लिपहरू खिच्न पाइनँ सरी त्यसको लागि म चाहिँ एकदम बिहान हतारमा थिएँ सो त्यही भएर त इन्ट्रोडक्सन अहिले बनाउँदैछु अनि बिहान अलि हतारमा थिएँ अनि ठ्याक्क म भिडियो दिने बेलामा पुगिहालेँ तर त्यहाँदेखिको चाहिँ अलिअलि मैले भिडियोहरू क्याप्चर गरेको छु त्यही गाइज अनि त्यही हो अब सबै तिनैजना भाइलाई चाहिँ ल शुभकामना व्रतबन्धको होइन अनि त्यही अब के भन्नु के भन्नु आएन गाइज अनि त्यही हो अब भिडियो अन्तिमसम्म हेर्नु होला के कस्तो गरेँ मैले भिडियोमा राखेको छु लाइक र कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला च्यानलमा सब्सक्राइब नयाँ हुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला है त एकदमै रमाइलो गरेँ मैले चाहिँ होइन मलाई एकदम रमाइलो लाग्यो लाइक अब अङ्कल आन्टीहरू पनि आफ्नै लाग्छ कि मलाई आफ्नै अङ्कल आन्टी जस्तो गर्छिन्छ अनि भाइ त झन् भाइ भइहाल्यो होइन बच्चादेखि गालीको हेर्दै अनि भाइ यस्तो उस्तो भन्दै निस्किँदै अनि अब ठुलो भयो भाइ नै होइन 10 क्लासमा पढ्ने भइसक्यो अरू भाइसँग चाहिँ कुरा हुन्छ तर त्यतिकै हुँदैन अब रिजल्ट भनेको त भाइ त हो अनि जे भन्दा नि हुन्छ त्यस्तो हो क्या जे भन्दा मतलब अब जिस्केर बस्दा हुन्छु म अनि उसले जहिले पनि दिदी खै हजुरको भ्लग आएन दिदी भ्लग आएन किन भ्लग नबनाउनु भएको भन्ने हुन्छ क्या भाइ मैले बनाएको छु भ्लग आज तिम्रो व्रतबन्धको त्यही हो मैले धेरै खिच्न चाहिँ पाइनँ अलिअलि गरी खिचेको छु किनभने मलाई नै अब थोरै अड लाग्छ सबैजनासँग अलिकति कनेक्ट गर्नलाई त्यही पनि मैले अलिअलि भिडियो बनाएको छु आशा छ हजुरलाई मनपर्नेछ भिडियो अन्तिमसम्म हेरिदिनु होला हाँस्नुहोस् सो प्लिज भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला र लाइक र कमेन्ट गर्न नबिर्सिनु होला र साथसाथै मेरो भाइलाई विस पनि गरिदिनु होला हजुरहरूलाई स्वागत छ हाम्रो भाइको व्रतबन्धनमा प्लिज है त भाइ सबैजनाले लाइक र कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला अनि यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला सो गाइज अहिले चाहिँ ठ्याक्क यहाँ भाइहरूले भिक्षा माग्ने बेला भयो र अब चाहिँ म यहाँ भिक्षा दिन बसेको छु ल ठ्याक्क भिक्षा दिने टाइममा आइपुगेँ म त्यही भएर त्योभन्दा अगाडिको भिडियो चाहिँ खिच्न पाइनँ बाबू बाबू जाऊ जाऊ लाइट माने जाऊ तालु लाइट छ भने यो टाउकोमा लाइट छ नि जला अर्को
आन्टी हात हल्लाउँछ न लाइन बस्नु पर्यो रे बस्नु मलाई खेल्नु भन्छु सो गाइज अनि अघि भिक्षा लिएपछि चाहिँ यहाँ भाइहरू चाहिँ लाइनमा बसेर अनि यहाँ भाइले चाहिँ मम्मीलाई दुईजना आन्टी हुनुहुन्छ उहाँलाई फेस गरेर हामीलाई जन्म दिनुभएको बेलामा 9 महिना गर्भमा राखेर दुःख कष्ट जति भोग्नु भएको छ त्यसको लागि क्षमा माग्छु भन्दै त्यस्तै के भनेर उनीहरूले चाहिँ यहाँ मम्मीहरूलाई नमस्कार गरेर अनि त्यस्तै भनिराखेको छ अनि त्यहाँ साइडमा चाहिँ अङ्कल हेर्दैछन् त्यो सो गाइज अब चाहिँ भाइहरू दौडिनको लागि रेडी भएर बसेको छ भनेदेखि उताति हाम्रो बुवा चाहिँ त्यहाँनिर दौड भनेर इसारा गर्दै हात देखाउँदैछिन् ल कस्तो बेसरी भागेको त कति छिटो भएको
एकछिन अनि यतापट्टि आन्टीहरू बाहिर गइन्छ हामी यतापट्टि हेर्छौँ के भन्नु शङ्कर भाइहरूको व्रतबन्ध भन्छ न छोरोको व्रतबन्ध आधा अब के भन्नु त्यो बाई बाई यहाँ हाम्रो जोगी भाइ कस्तो भयो आज व्रतबन्ध किन छिटो भएको ल चौकाबाट फेर्न सो गाइज अब हाम्रो भाइहरू चाहिँ ड्रेस चेन्ज गरेर चट्ट हिरो भएर आइसकेको छ हेर्न सक्नुहुन्छ हजुरले हामी 3जना भाइ रोहन मनोज र निर्जल भाइहरू चाहिँ टक्क रेडी भएर बसिसकेको छ अन्त हो त्यही भएर हिरो भनेको त म हेर्नै भन्दैन रातै भइसक्यो च्यानल मनिका तामाङ भ्लग यस्तै अनि आजबाट अब निर्जलको बिहे भयो अब केटी भएका ल्याइनु हुन्छ सकिसक्नु गर्लफ्रेन्ड के हुन्थ्यो मेरो साथीहरू गयो स्कुलको साथीहरू गयो छैन कोही पनि आयो निर्जलाले टिका लिएर आइसक्यो जाउँ त अङ्कल यता नि हेर्छु ल अङ्कल आन्टी यता नि हाइकन भ्याएको छ के भयो मम्मीले कति दिन भयो निर्जल चिन्ता नगर म धेरै दिन्छु चिन्ता नगर म धेरै दिउँला त्यही त नभन न म धेरै दिउँला क्या चिन्ता नगर निर्जल देव पनि टाउको पनि लिएर टुक्क राखेँ त्यही रहेर राख विस्तार गरे नि हुन्छ टिका पनि थोरै थोरै लाउनु है धेर भयो टिका आन्टी भ्याइन भएर बस्ने कस्तो भयो आन्टी व्रतबन्ध रमाइलो भयो के भनौँ बाई
Thanks for watching, guys. मेरो वर्तमानमा हजुरलाई स्वागत छ भनेर खोइ मेरो वर्तमानमा हजुरलाई स्वागत छ अनि भिडियो अन्तिमसम्म हेर्नुलाई धन्यवाद भन भन न मेरो वर्तमानमा मेरो वर्तमानमा स्वागत छ भनेर भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद बाई बाई ल बाई बाई हामी चाहिँ वर्तमानबाट फर्कायो सो गाइज मैले चाहिँ एकदमै रमाइलो गरेँ मैले खानपिन पनि मजा राम्रो भयो एकदम मिठो थियो खानेकुराहरू पनि भाइहरूसँग पनि रमाइलो गरेँ अङ्कल आन्टीहरूले नि त्यस्तै रमाइलो भयो अनि हाम्रो छिमेकी आन्टीहरूसँग म घर फर्किँदैछु गाइज अनि त्यही हो एकदम रमाइलो भयो र सरी भिडियो थोरै एडिट गर्दा टाइम लागेकोमा अनि त्यही हो नमरी बाजे दैबेल साथै फेरि भेटौँला भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।